स्तनगिरितटी सुप्तमुद्बोध्य कृष्णम् पारार्थ्यं स्वं श्रुतिशतशिर सिद्धमध्यापयन्ति सोच्छिष्ठायां स्रजिनिगलितं या बलात्कृत्य भुङ्क्ते गोदा तस्यै नमैदमिदं भूय एवास्तु भूय गोदा तस्यै नमैदमिदं भूय एवास्तु भूयः। लक्ष्मीनाथ समारंभां नाथयामुनमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम्। जय श्रीमन्नारायण, जय श्रीमन्नारायण। धनुर्मास आरम्भ भएको आज चौथो दिवस चतुर्थ गाथा। हजुरहरूलाई प्रत्येक दिन एउटा एउटा गाथा, एउटा एउटा हरफ अर्थात् एउटा एउटा कविता स्वयं जनक जननी जनकी दुहिता जनकात्मजा राघवेन्द्र सरकार की प्राणवल्लभा जानकीले नै धरतीमा फेरि अवतार लिएर केही गर्न मन लागेको छ भन्ने इच्छा राखेका कारणले गर्दा वराह पुराणमा एउटा प्रसङ्ग आउँछ, जाऊ न त तिमीलाई फेरि संसारमा गएर संसारको प्राणीका उद्धार गर्ने इच्छा जागेको छ भने जाऊ हे भूमा, हे भूमिकी मालिकनी, तिमी गएर संसारका प्राणीलाई सिकाउन सक्छौ। भगवानले अवतार लिएर आएर धेरै कुरा संसारको प्राणीलाई सिकाउनु भयो। धेरै कुरा सिकाउँदा सिकाउँदै पनि केही कुरा बिर्सिए जस्तो लाग्छ के। कहीँ प्रवचन गर्न जानुभयो अथवा कहीँ उद्घोषक गर्न जानुभयो, कोही केही काम गर्न जानुभयो, त्यहाँनिर यसो बोलेर आएको भए हुने रहेछ, त्यहाँनिर यसो गरेर आएको भए हुने रहेछ भनेर एउटा पछि सकिसकेपछि केही न केही कुराको कमी खल्छ, केही न केही कुराको कमी महसुस हुन्छ। ओहो, यो पनि गरिदिन पर्ने थियो भन्ने लाग्छ। तो भगवानले अवतार लिएर आएर विभिन्न कर्महरू गर्नुभयो। उहाँ वैकुण्ठमा पुगिसकेपछि रामावतारको बेला, कृष्ण अवतारको बेला उहाँ वैकुण्ठमा पुगिसकेपछि अनि यो गर्नु पर्थेन, यहाँ हजुरले यसो गरिदिएको भए कति राम्रो हुन्थ्यो, यसो गरिदिएको भए कति राम्रो हुन्थ्यो, हेर्नु त यसो गर्नुभएछ। कसैले फोटो खिचेको छ भने पनि यहाँनिर यसरी बसेको भए यो अझ राम्रो आउँथ्यो नि भनेर अर्काले सिकाए जस्तै महालक्ष्मीले पनि भूदेवीले पनि कृष्ण अवतार लिएर गइसकेपछि, रामावतार लिएर गइसकेपछि भगवानलाई भन्नुहुन्छ अरे यहाँ यसो गरेको भए, यहाँ यसो गरेको भए हुन्थ्यो नि। त्यसो भए जाऊ न त एकचोटि सिकाऊ, तिमी गएर मैले एउटा लीला गरेर आइहालेँ, तिमी सिकाऊ। त्यसो भनेको भएका कारणले गर्दा स्वयं भूदेवी नै धरतीमा आएर भगवानले कृष्ण अवतारमा यस्तो भन्न खोजेको हो है। कृष्ण अवतारमा गोपीहरूले जो व्रत गरेका छन् नि, त्यो व्रत गर्दाखेरि त्यो व्रतमा यसो भन्न खोजेका हुन् है भनेर फेरि अवतार लिएर आएर कलियुगमा गोदाको रूपमा फेरि अवतार लिएर आएर गोपीले त्यति बेला 1 महिना जो कृष्ण भगवानलाई प्राप्त गर्नको लागि जो व्रत बसेका थिए त्यो व्रतको वास्तविक अर्थ बुझाउनको लागि फेरि अवतार लिएर आएर कविताको हरफ बनाएर गाथा बनाएर हामीहरूलाई 30 दिने 30 वटा गाथा बनाएर 6 पंचे 30 6 भागमा 5-5 गरेर 6 भागमा गाथालाई बाँडेर 5 वटा गाथा 5 दिनसम्म मैले हजुरहरूलाई सिकाउने जो सुनाउने जो 5 वटा गाथा छन्, ती 5 वटा गाथा चाहिँ हजुरको के हुन् त भन्दा भगवानको व्रत गर्नेले कसरी गर्नुपर्छ, भगवानलाई प्राप्त गर्न चाहनेले यसरी चाहनुपर्छ, गोपीहरूले यसरी यसरी भनेका हुन् है। गोपीहरूले जे भनेका थिए नि त्यति बेलामा त्यो भनेको अर्थ यो है भनेर संसारका प्राणलाई सिकाउनको लागि त्यही गोपीहरूले भनेको कुरालाई
उहाँले कविता बनाएर हामीहरूलाई सिकाउँदै हुनुहुन्छ। आमाले हामीहरूका लागि ताते ताते गराएर देब्रे हातले दाहिने हातले खान नजानेकालाई खान सिकाएको, भगवानको आराधना गर्न सिकाएको भनेर मात्रै हुँदैन अरे, के देखाएर मात्रै हुँदैन अरे, सिकाउनु पर्छ अरे। सँगसँगै डोर्याएर सिकाएको आमाले, त्यो आमाले सिकाउने क्रममा गोदा माताले हामीहरूलाई प्रत्येक दिन भगवानको भक्ति गर्नेले, भगवानको आराधना गर्नेले, भगवानलाई सर्वेश्वर मान्नेले यसरी गर्नुपर्छ भनेर सिकाउँदै आउने क्रममा पहिलो गाथामा के भनेर सिकाउनु भयो? हे संसारका प्राणी हो, गोपीले जसरी 1 महिनासम्म व्रत गरेर भगवानलाई जुन प्राप्त गरे, 1 महिना मङ्सिर महिनाभरि कात्यायनी माताको पूजा गरेको भएर भगवानले चिरहरण गरेको, त्यही चिरहरण गरेको दिनमा म तिमीहरूलाई शरद पूर्णिमाको दिनमा जो तिमीहरूले चाहन्छौ त्यही वस्तु प्रदान गर्छु भनेर भगवानले वस्तु प्रदान गरेको। गोपीहरूले जुन 1 महिनाको व्रत गरे नि, संसारको प्राणीले नि गोपीहरूले जस्तै भावना राखेर भगवानलाई आराधना गरे भने व्रतै बस्नुपर्छ भन्ने छैन। गोपीहरूको जस्तै शुद्ध चित्त भावना राखेर भगवानको आराधना गर्यो भने भगवान भेटिनुहुन्छ है भन्न खोज्नुको तात्पर्य हो। तो गोदामाजीले पहिलो गाथामा के भन्नुभयो? भगवानलाई प्राप्त गर्न चाहनेहरूले, आफूलाई भगवान दिलाउनेवाला जो छन् तिनीहरूको सम्मान गर्न बिर्सिनु हुँदैन है भनेर कालको समयको पनि प्रशंसा गर्नुभयो। दोस्रो गाथामा के गर्नुहुन्छ के गर्नु हुँदैन त्यो बारेमा जान्नुपर्छ है। भगवानलाई मान्नेहरूले, भगवानलाई चाहनेहरूले शास्त्रले जे भनेको छ त्यही मान्नुपर्छ है। शास्त्रले यो गर भनेको छ भने त्यो गर्नुपर्छ, शास्त्रले यो नगर भनेको छ भने त्यो गर्नु हुँदैन। इदम कुरु इदम महाकार्षि। पाप र धर्म भनेको कसरी छुट्याउने, केलाई पाप भन्ने केलाई धर्म भन्ने कसरी छुट्याउने त भन्दा शास्त्रले जे गर्न हुन्छ भनेको छ त्यो धर्म हो, शास्त्रले जे गर्न हुँदैन भनेको छ त्यो पाप हो। पाप र धर्म छुट्याउनको लागि आफ्नो बुद्धि लगाएर हुँदैन नि। फेरि कति मान्छेहरूले आफ्नै बुद्धि लगाएर गुरुजी अब आलु पनि त्यही जमिनबाट फलेको, मुसुरो पनि त्यही जमिनबाट फलेको, त्यही माटोबाट फलेको, गहत पनि त्यही माटोबाट फलेको, कसैलाई चाहिँ हेला गर्ने कसैलाई माया गर्ने उही माटोबाट निक्लेको एउटा तपाईको वस्तु त हो। कसैको हिंसा भएको छैन, कसैको हत्या भएको छैन, यसलाई खाना हुन्छ यसलाई खाना हुँदैन भनेर कसरी निर्णय गर्न सक्नुहुन्छ भनेर भन्छन्। शास्त्रले यो नखानु, यो पितृलाई चढ्दैन, यो भगवानलाई चढ्दैन भनेर भन्यो, अब नखानी, त्यही नै अधर्म हो। शास्त्रले यो उचित छ, यो पवित्र छ, यसलाई खाना हुन्छ भनेर भन्यो, त्यही नै धर्म हो। भगवानको आराधना गर्नेले, भगवान चाहनेहरूले शास्त्रलाई नछोड है, शास्त्रलाई छोडौला नि फेरि। दोस्रो गाथामा। तेस्रो गाथामा, हिजोको गाथामा के भन्नुभयो त भन्दा यसरी हामीले भगवानको कीर्तन गऱ्यौँ भने, यसरी हामीले भगवानको आराधना गऱ्यौँ भने के हुनेछ? महिनामा 3-3 चोटि पानी पर्नेछ। खासमा त्यति बेला जो गोपीहरूले जो उद्योग गरेका छन्, 1 महिना व्रत बस्नुको मुख्य उद्देश्य के हो? गोपीहरूको पानी परोस्। साह्रै खडेरी परेको थियो त्यति बेलामा, ब्रजमा पानी नै थिएन। पानी परोस् भनेर बुढापाकाहरूले कात्यायनीको व्रत गर्न लगाएका। त्यो महिनामा 3 चोटि पानी परोस् भनेर भन्नुभयो। महिनामा 3 चोटि पानी परोस् भन्नुको धेरै रहस्य छ। महिनामा 3 चोटि पानी परोस् भनेको के हो त भन्दा एकैचोटि नपरोस्। भगवानको भक्ति गर्नेले, भगवानलाई चाहनेहरूले एकैचोटि भगवान भेट्टाउन पाए हुन्थ्यो भन्ने कामना नगरोस्। सुस्त 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 भगवान भेट्टाउने कुरो हो है। भगवान भनेको सुस्तरी आरामले भेट्टाउने कुरो हो। आरामले भगवान भेट्टाउन खोजियो भने के हुन्छ? श्रद्धा जागेर आउँछ। पानी परेकै छैन, एकैचोटि मुसलधारे पानी, मोटो पानी परेर 2 घन्टा मोटो तपाईको चाहिँ
बाणको के धनुषबाट निक्लेको बाणको धारा बराबरको मोटो मोटो पानी 2 घण्टा पर्यो भने के हुन्छ? जमिन भिज्नै पाउँदैन, सबै बगाई बुगाई लिएर गएर बाढी आउँछ। त्यस्तो खालको भगवानको भक्ति गर्न हुँदैन अरे। कस्तो खालको भगवानको कृपा होस्? भगवानको संकीर्तन गऱ्यौँ भने, भगवानको नाम कीर्तन गऱ्यौँ भने, भगवानको भजन कीर्तन गऱ्यौँ भने भगवानले कसरी कृपा गर्नुहुन्छ अरे त भन्दा सुस्त सुस्त 10-10 दिनमा पानी पर्नी गरेर आरामले कृपा गर्नु भनेर भन्नुहुन्छ। आरामले कृपा गरिएन भने हामीले पचाउन सक्दैनौँ अरे, हामी मूर्छा हुन्छौँ अरे, हामी गडबडिन्छौँ, हामी बिग्रिन्छौँ अरे। जसरी भगवान कृष्णले यशोदा मातालाई कृपा गर्नुभयो नि, भगवानले यशोदा मातालाई कसरी कृपा गर्नुभयो? माटो खानुभएको थियो कृष्णले, गरेर माटो मुखभित्र त सारा विश्व ब्रह्माण्ड देखाइदिनु भयो। सारा विश्व ब्रह्माण्ड देखाइदिएको त यशोदा त दङ परिन्, मूर्छा परिन्, बिहोस भएर ढलिन्, चक्कर खाइन् तिनी। एकैचोटि धेरै भयो कि डोज, एकैचोटि धेरै डोज भयो भने मूर्छा पर्छ। भगवानको भक्ति पनि आरामले सुरुमा के गर्ने, एकैचोटि सबै खोज्न हुँदैन। एकैचोटि सबै पाए हुन्थ्यो, तुरन्तै भगवान भेट्न पाए हुन्थ्यो, तुरन्तै भगवान भेटेर तुरन्तै वैकुण्ठ जान पाए हुन्थ्यो भन्ने हुँदैन अरे। सुस्त सुस्त पहिला के गर्ने? भगवानको कथालाई सुन्ने, अलिअलि भिज्ने। केले भिज्ने? आकाशबाट परेको पानीले जमिन भिजाए जस्तै भगवानको कथा सुनी 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 सुनी, भगवानको वैभव सुनी सुनी सुनी, आँखाबाट पानी झारेर आँखाको आँसु रूपी पानीले पहिला आफूलाई भिजाउने, भगवानको कथामा, भगवानको भक्तिमा भिजाउने। भित्र माटो भिजेको राम्रो हुन्छ के? माथि माथि माटो भित्र जमिन भिजेको पनि छैन, पानी पनि पर्यो 2 घण्टा, यत्रो मुसलधारे पानी पर्यो कि पुरै बाढी आएर गयो, तर भित्र जमिन भिज्नै भ्याएको छैन। 10 दिनमा पानी पर्यो भने के हुन्छ? जमिन भिज्छ। पहिलो पानीले जमिन भिज्छ, दोस्रो पानीले फेरि भित्र छिर्छ, तेस्रो पानीले अङ्कुरहरूलाई, अन्नहरूलाई भिजाएर उमार्छ। त्यस्तो पानी राम्रो मानिन्छ। भगवानको भक्ति मानि के हुन्छ? पहिला भगवानको कथा सुन्दै जाने, कथाको माध्यमबाट भिज्दै भिज्दै जाने, अनि त्यसपछि गएर सन्त महात्माहरूको सँग गर्ने, गुरुहरूको सँग गर्ने, भक्त भागवतहरूको सँग गर्ने, अनि भक्त भागवतहरूको सँग गर्दै 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 गइसकेपछि अनि फेरि भगवानको सेवा कसरी गर्ने होला, भगवानको सेवा कसरी गर्न सकिन्छ होला भनेर कैङ्कर्य भगवानको सेवामा चित्त लगाउने। यसरी गर्दै 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 गयो भने चाहिँ त्यो भक्ति पूर्ण हुन्छ। आजै भगवानको कथा सुनिहाल्यो, तुरन्तै वैराग्य आइहाल्यो, लौ भगवानको हुन परिरहेछ भन्यो, भगवानको भइहाल्यो, अनि भगवानको भएर तुरन्तै गुरुले हातमा झाडु लिएर जाऊ सेवा गर्न लगाऊ, सेवा गर भनेर भन्नुभयो भने त कथा सुनेर भगवानको भएर अन्तिममा गर्ने के हो? भगवानको सेवा हो। तुरन्तै भगवानको सेवा गर्न लगायो, नियम गर्न लगायो, आचार गर्न लगायो, विचार गर्न लगायो। जहाँ पाए त्यही खाँदै हिँडेकोलाई अब नखाऊ है, खान हुन्न है, यसो गर्न है, उसो गर्न हुन्न है भनेर सिकायो भने आत्तिन्छ। त्यो बाढी आएको जस्तो हुन्छ, केही पनि अर्थ रहँदैन। त्यही भएर आरामले भगवानको कृपा होस्। भगवानको शरणागतलाई भगवानले आरामले कृपा गर्नुहुन्छ, आत्तिन हुँदैन। आरामले सुस्त 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 भिज्दै भिज्दै जमिन भिज्दै भिज्दै माटो भिजाउँदै 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 मलाई आरामले कृपा गर्नुहोस् प्रभु भनेर तेस्रो गाथामा संसारको प्राणीले आरामले भगवानको भक्तिमा भिज्दै 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 भगवानलाई प्राप्त गर्ने हो भन्ने भावना तेस्रो गाथामा श्रवण गराउनु भएको छ। पानी परोस् भन्ने भावना थियो तेस्रो गाथामा, पानी परोस्। तेस्रो गाथामा ती गोपीहरूले हामीले जुन व्रत गर्न आँटेका छौँ त्यो व्रतको कारणले गर्दा झमझम पानी परोस्, महिनामा तीन चोटि पानी परोस्, 10-10 दिनमा पानी परोस्। पानी पार्ने कसले हो? पानी कसले पार्छ? मेघले पार्छन्। त आज चौथो गाथामा गोदामाजीले, गोपीहरूले आकाशमा भएको मेघ देवतालाई हे मेघ देवता पानी पारिदिन पर्यो भनेर आदेश गरेका छन्, आज्ञा गरेका छन्। आजको गाथाको अर्थ मेघ देवतालाई पानी पार्न आज्ञा गरेको, आदेश गरेको गाथा हो। अनि भगवानका भक्तले
मेघ देवतालाई अरू देवतालाई आदेश गर्न मिल्छ त? हो, यही कथाको अर्थ हो। भगवानको भक्तिमा लागेकाहरूले, भगवानलाई सर्वेश्वर मान्नेहरूले, भगवानको नाम संकीर्तन गर्नेहरूले देवता आदिलाई पनि आदेश गर्न सक्छन्। देवताले पनि उनको आदेश मान्छन्। आजको गाथाको रहस्य यही हो। आजको गाथा के भन्न खोज्नु भएको छ गोदामाजीले? पहिला गाथालाई सुनौ, गाथाको मूल भावलाई सुनौ, गाथाको मूल भावलाई सुनेर अनि त्यसको तात्पर्य भन्न खोजेको रहस्य पनि म हजुरहरूलाई श्रवण गराउँछु। आडी मडै कन्ना ओन्नुनी कैकरवेल, आडी उल्पुक्कु मुगुंदु कोडार तेरी, ऊडी मुदलवन उरुवम पोल मय करुत्तु, पाडी अंतोलुडै पर्पनावन कैल, आडी पोल मिन्नी बलमपुरी पोल निन्नदिरिंदु, ताड़ादे शारग मुदत्त शरमणै पोल, वाड उलगिनिल पेदिडाय, नांगडुम मारहडी निराड मगिंदेलो रिम्बावाई। यो तमिलमा गोदामाले तमिलमा अनुसन्धान गरेको यो गाथा हो। यो कविता जस्तो भयो। यसको संस्कृतमा के छ त? संस्कृतको यसको भाव के हो त भन्दा समुद्रवर्ष नेत्र एकम तम हस्तम माम गोपय, हे पर्जन्य देवता, हे मेघका देवता, हजुरले पानी पार्दिन पर्यो। हामीहरू त्यो आकाशबाट परेको जो पानी छ त्यो पानीमा हामी तीर्थ स्नान गर्न चाहन्छौँ भनेर गोपीहरूले आज मेघ देवतासँग, आकाशका देवतासँग प्रार्थना गरेका छन्। आडीमणै कन्ना, हे गम्भीर वर्षाका निर्वाहक भएका हे पर्जन्य देवता, तपाईले आफ्नो औदार्यलाई संकुचित नगरिकन, आफ्नो औदार्यलाई संकुचित नगरिकन, अलिकति पनि संकुचित नगरिकन, एउटा औदार्य नाम गरेको गुण छ। औदार्य नाम गरेको गुण के हो त भन्दा उदार भएर जगतको कल्याण गर्ने जो गुण छ त्यो औदार्य गुण हो। त्यो पानीको देवतासँग त्यो औदार्य गुण भन्ने प्रशस्त छ अरे। आफ्नो औदार्य गुणलाई संकुचित नगरिकन समुद्र भित्रै पसेर, आडी उल्ल पुक्कु, उल्ल भनेको तमिल भाषामा भित्रै पसेर, समुद्रको भित्रै पसेर त्यहाँभित्रबाट जल लिएर आएर आकाशमा गडङ गुडुङ गर्दै गर्जिँदै गरेर सबै कारणका, सबै पदार्थका, सबै जगका मालिक भएका भगवानको जस्तै श्यामलो विग्रह भएको हे मेघ देवता, नीलो वर्णको भएर विशाल एवं सुन्दर भुजा भएका पद्मनाभ भगवानका हातमा विराजमान चक्र छ नि, भगवान नारायणको हातमा जो चक्र रैँ 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 घुमेको जो चक्र छ, बिजुली चम्के झैँ रैँ 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 घुमेको जो चक्र छ, त्यस्तो चक्र झैँ चम्किएर दक्षिणावर्ती शङ्ख, दाहिने शङ्ख जस्तै, सेतो शङ्ख जस्तै आवाज निकालेर, दाहिने शङ्खले जो आवाज निकाल्छ त्यस्तै आवाज निकालेर सारङ्ग धनुबाट, भगवानको हातमा भएको जो सारङ्ग धनुष छ नि, धनु हो, त्यो धनुमा राक्षसहरूलाई मार्नको लागि स्वैँ स्वैँ जो बाण छोड्नुहुन्छ त्यस्तै मोटा मोटा जलका धारा बनेर सारा संसारलाई प्रसन्न गराउँदै, हामीलाई पनि प्रसन्न गराउँदै, हे मार्गशीर्षमा स्नान गर्न उद्यत भएका हामी गोपीहरूलाई हे मेघ देवता, हजुरले पानी वर्षाएर हामी माथि कृपा गर्न पर्यो। उनीहरूको भाव गोदामाजीको त्यति बेला भगवान कृष्णलाई पाउन भनेर 1 महिना व्रत बसेका गोपीहरूको भाव यही हो। हे मेघ देवता, हे पर्जन्य देवता, हजुर सागरमा गएर सागरभित्रको पानी लिएर आएर श्रीमन्नारायण भगवान जस्तो श्यामलो रूप धारण गरेर हजुरले पानी पार्न पर्यो, जगतलाई नै उद्यत, जगतलाई पनि खुसी पार्न पर्यो भनेर यहाँ ती देवीहरूले, गोपीहरूले मेघ देवतालाई प्रार्थना गरेको गाथा हो यो चतुर्थ नम्बरको गाथा, चौथो गाथा। अब यसभित्र भाव के हो त? बाहिर सुन्दा त पानीका देवता मेघ देवतालाई आज्ञा गरेको जस्तो देखिएको छ, तर सिकाउन खोजेको के हो हामीलाई, बताउन खोजेको के हो हामीलाई भन्ने कुरा अब यहाँ हामीले बुझ्न पाइन्छ। यी जति पनि बालाहरू छन्,
यी जति पनि गोपिनीहरू छन् यी भगवानका अत्यन्त प्यारी छन्, भगवानकै एकदमै प्राणवल्लभा हुन् यी गोपीहरू। त्यसैको कारणले गर्दाखेरि यी गोपीहरूले देवताहरूलाई पनि आज्ञा गर्न सक्छन् अरे, देवताहरूलाई पनि आदेश गर्न सक्छन् अरे। किन भन्दा भगवानका भक्तले भनेको देवताहरूले पनि मान्छन् अरे। द्रवन्ति दैत्या प्रणमन्ति देवता। हजुरहरूलाई थाहा छ कि छैन, कुनै व्यक्तिले भगवानको शरणमा परेर शरणागति स्वीकार गर्यो, अब मेरो सर्वस्व भगवान नै हुनुहुन्छ, मेरो सबै कुरा भनेको त्वमेव सर्वं मम देव देव, मेरो सबै थोक भगवान कृष्ण नै हुनुहुन्छ भनेर भगवान कृष्णको शरणमा पर्यो, नारायणको शरणमा पर्यो, आफूलाई शरणागत भनेर चिनाउन थाल्यो। तिमी को हौ भन्दा म भगवानको शरणागत हुँ। म जन्मेको फल यति मात्रै कृष्ण, छ प्रार्थना यही सदा नै कृष्ण, म तिम्रो भक्तको भक्त बन्न पाऊँ, को हौ तिमी भन्दा, को हौ तिमी भन्दा शरणागत भन्न पाऊँ, शरणागत बन्न पाऊँ। आफूलाई भगवानको शरणमा परेको शरणागत मान्नेवालाले, भगवान बाहेक अरूतिर चित्त नलगाउनेवालाले, भगवानलाई नै सर्वेश्वर मानेर अनन्य भगवानको भक्ति गर्नेवालाले अब ग्रहले दुःख देलान् कि, देवताले दुःख देलान् कि, कुलले दुःख देलान् कि, अरू कसैबाट दुःख पाइएला कि भनेर सबै देवता देवी ग्रह आदिबाट डराउनै पर्दैन है। ती सबैले बरु तिम्रो सेवा गर्नेछन्, तिम्रो आराधना गर्नेछन्, तिमीलाई नमस्कार गर्नेछन्। कहीँ प्रमाण छ त? द्रवन्ति दैत्याः प्रणमन्ति देवताः। भगवानको शरणमा परेको शरणागतलाई देखेर त देवताहरूले प्रणाम गर्छन् अरे, दैत्यहरू डराउँछन् अरे। त्यति शक्तिशाली हुन्छन् भगवानका भक्त। अब यो गाथाको आशय यही नै हो। भगवानको भक्त भएर पनि, भगवानलाई नै सर्वेश्वर मानेर पनि संसारका प्राणी घरमा भगवान राखेर, कतिलाई मैले देखेको छु घरमा शालिग्राम भगवान राखेर, घरमा गोपालजी राखेर, घरमा भगवानलाई थापना गरेर त्यही घरमा भगवानको आराधना गर्ने भूत प्रेतसँग डराउँछन्, बोक्सीसँग डराउँछन्, ग्रहसँग डराउँछन्। भगवान हुँदा हुँदै अरू सबैसँग डराउनु पर्छ? भगवानको शरणमा परेकाहरूसँग देवता डराउँछन्, दैत्य डराउँछन्, भूत प्रेत पिशाच आदिले छुन्छन्। जसको घरमा भगवान शालिग्राम राखेर सेवा गर्ने गरेका छन्, ती शालिग्राम सेवा गर्नेको घरमा केही आउँदैनन्, भूत प्रेत पिशाच सिचाच डाकिने साकिने केही हुँदैनन्। भगवानको भक्तले निष्ठ भएर, अनन्य भएर, भगवान नै सर्वेश्वर हो भन्ने भावना राखेर भगवानको भक्तले भगवानको आराधना गर्यो भने सबै देवताहरू अनुयायी हुन्छन्, आज्ञाकारी हुन्छन्। मेघले पानी पार्नेछन्, गणेशजीले मङ्गल गर्नेछन्। जले रक्ष्यतु वाराह स्थले रक्ष्यतु वामन, अटव्यां नारसिंहस्य सर्वतः पातु केशवः। प्रहलादजी जसरी भगवानको भक्त हुनुभयो, भगवानको भक्त भएको प्रहलादजीलाई जङ्गलमा लगेर भिरबाट लडाइदिन खोजे, वराह भगवानले रक्षा गर्नुभयो रे, नरसिंह भगवानले रक्षा गर्नुभयो रे। जलमा डुबाइदिन खोजे, माछा भएर भगवानले रक्षा गर्नुभयो रे। जहाँ जहाँ भगवानको भक्त हिँड्छ त्यहीँ त्यहीँ भगवानले रक्षकहरू सेवकहरू खटाउनुहुन्छ। डराउन पर्दैन, निर्धक्क भएर, आनन्दित भएर, ढुक्क भएर भगवानको भक्त विचरण गर्न सक्छ। बस अनन्यनिष्ठ भएर मेरो भगवान बाहेक अर्को कोही हुनुहुन्न भनेर अनन्य शरणागति बनोस् त सही भनेर यहाँ गोदामाजीले हामीलाई अनन्यताको भाव प्रकट गर्न भनेर आज्ञा गरेको हो। तो गाथाको वास्तविक रहस्य के हो? यही नै हो। मेघका देवतालाई हे पर्जन्य देवता पानी पार भनेर आज्ञा गर्न सक्छन्। भगवानको भक्तलाई सबै देवताहरूले प्रणाम गर्छन्, भगवानको भक्तलाई सबै देवताहरूले आराधना गर्छन्
राक्षसहरू नष्ट हुन्छन्। यी उत्तम गोपीहरू पर्जन्य देवतासँग आफ्नो सेवालाई हामीले भगवानको आराधना गर्न खोजेका छौँ। हामीले भगवानको आराधना गर्न लागेको बेलामा हजुरले हामीलाई सहयोग गर्न पर्यो। हजुरले हामीलाई सेवा गर्नुभयो, हजुरले हामीलाई सहयोग गर्नुभयो भने हजुर पनि धन्य हुनुहुनेछ भनेर ती गोपिनीहरूले मेघ देवतालाई, पर्जन्य देवतालाई आज्ञा गरेका छन्, आदेश गरेका छन्। देवताहरू त तपाईँ हामीले भगवानको सेवा गर्दा हाम्रो सहयोगी भनेर उनीहरूले आफूलाई धन्य ठान्छन् अरे। पर पहिला भगवानको भक्त भएर त हेर्नु पर्यो, निष्ठ भएर, अनन्य निष्ठ भएर भगवानको भक्ति गरेर त हेर्नुहोस्, भगवानको भक्त भएर त हेर्नुहोस्, सारा देवता, सारा प्रकृति हजुरको सहयोगको लागि जुड्छ, सब जुड्छन्। किन भन्दा हामीले त गर्ने सौभाग्य पाएनौँ, यिनीहरूकै माध्यमबाट अलिअलि सौभाग्य हुन्छ कि हामीले कथा सुनेको भएर देवताहरूले यो कानमा बसेका कारणले गर्दा आफूलाई सौभाग्यशाली मान्छन्। हाम्रा इन्द्रियमा देवताहरूको वास हुन्छ। यी भगवानका भक्तले भगवानको कथा सुने, भगवानको सेवा गरे, तिनै इन्द्रियको अधिष्ठात्री देवता हामी भएका कारणले गर्दा हामीलाई पनि फाइदा हुने भयो भनेर धन्य मान्छन्। ब्रह्माजीले भन्नुभएको होइन ब्रह्मस्तुतिमा, संसारका प्राणीले कथा सुनिदिएको भएर हामी धन्य भएका छौँ। त यहाँ गोपीहरू पनि हे पर्जन्य देवता आडी मरै कन्ना भनेर मेघ देवताको, पर्जन्य देवताको स्तुति गरेका छन्, सम्बोधन गरेका छन्। भगवानको कृपाले नै सबै देवता देवता बन्ने हुन्, लोकपाल बन्ने हुन्, यम बन्ने हुन्, कुबेर बन्ने हुन्, वरुण बन्ने हुन्। भगवानको कृपा नभइकन कोही केही बन्न सक्दैनन्। सबै देवताहरू भगवानकै कृपा प्राप्त गर्नेवाला छन्। भगवानकै कृपाले, भगवानकै बल लिएर, भगवानकै आशीर्वादले देवता देवता बनेका हुन्। ती देवताहरूमा पनि कस्ता कस्ता देवता छन्? एउटा सूर्य नाम गरेको देवता छन्, देवता हुन्। तर सूर्यको हामीले देवता हुन् जति बेला पनि सम्मान गर्छौँ सूर्यलाई। बिहान उदाउँदै गरेको सूर्य कति चकिलो छन्, बिहान उदाउँदै गरेको सूर्य कति राम्रो छन्। त्यो सूर्यलाई सूर्य अर्घ दिन्छौँ, नमस्कार गर्छौँ। तर मध्याह्न कालमा दिउँसोको 1 बजे वैशाखको गर्मी टन्टल पुरे गर्मी 1 बजेको सूर्यलाई बाहिर निस्केर नमस्कार गर्न सक्छौँ? त्यो सूर्यबाट पर भाग्छौँ। भगवानले बनाएका धेरै देवताहरूमा सूर्य भए, अग्नि भए, यम भए आदि गरेका देवताहरू छन् नि, यी अलिअलि सन्ताप दिने देवता भए। देवतै भए पनि अलिअलि सन्ताप त दिने भयो नि। अग्नि पनि देवता हैनन्, आगो पनि त देवता हुन् नि। तर देवता भनेर मुही खान गयो भने पोल दिँदैनन्। यमराज पनि देवता हुन्, यम देवता, यमराज पनि त हाम्रो लागि प्यारा छन्। यी सन्ताप दिने देवताभित्र पर्छन् अरे। तर यी पर्जन्य देवता जो छन्, आडी मणै कन्ना, औदार्य गुण भएको, कसैलाई पनि दुःख नदिनेवाला, कसैलाई पनि सन्ताप नदिनेवाला हे पर्जन्य देवता हजुर मात्रै यस्तो एउटा हुनुहुन्छ। सबै जगको तापलाई हरण गर्नेवाला हुनुहुन्छ। गर्मी राम्रो कि जाडो राम्रो? हरिप्रियामाजी, गर्मी राम्रो कि जाडो राम्रो? तो राम्रो त जाडै राम्रो अरे के। गर्मीमा कपडा खोलेर नाङ्गै भइसकेपछि पनि गर्मी भयो भने के खोल्ने? अब के खोल्ने कुरो छ? छैन। त्यसरी नै जाडोमा त जाडो भयो, अर्को ओढ्यो, अर्को ओढ्यो, अर्को ओढ्यो। तो दुईटा खालका यी पानीका देवताले पनि दुःख त दिन्छन्, नदिने हैनन्। तर गर्मी भन्दा चिसोलाई छेक्न सकिन्छ अरे, तर गर्मीलाई केले छेक्नु? तो हे सबै संसारका प्राणीको ताप हरण गर्नेवाला हे मेघ देवता, हे पर्जन्य देवता, तपाईँ यस्तो असल स्वभावको हुनुहुन्छ, तापलाई हरण गर्नेवाला स्वभावको हुनुहुन्छ। त्यही भएर भगवानले हजुरलाई ठुलो कृपा गर्नुभएको छ। मङ्गलका देवता हुनुहुन्छ पर्जन्य देवता। संसारमा सबै देवताले केही न केही काम गरिरहेका छन्। तर हजुरलाई राम्रो काम दिनुभयो भगवानले कृपा गरेर। किन? हजुर नबर्सिकन अन्न हुँदैन। अन्न भएन भने संसारका प्राणी जीवित हुँदैनन्।
त्यही भएर देवताहरूमा मेघ देवता हजुर राम्रो देवता, मङ्गलकारी देवता। खुसी हुन्छन् हजुर आउनुभयो भने, हजुर आउनुभयो भने खुसी भएर नाच्छन् संसारका प्राणी। हे मङ्गलका देवता, हजुरलाई यति राम्रो अधिकार दिनुभएको छ। यसरी जब गोपीहरूले मेघ देवतालाई प्रार्थना गर्नुभयो, मेघ देवतालाई नमस्कार गर्नुभयो, मेघ देवतालाई नमस्कार गरेको त मेघ देवता प्रसन्न भएर आएर अगाडिपट्टि हात जोडेर प्रार्थना गर्छन् कि भन्ने सोचेर गोपीहरूले मेघ देवताको यस्तो प्रशंसा गरेका। हे मेघ देवता, हे पर्जन्य देवता, हजुरले हाम्रो सेवामा, हाम्रो भगवानको आराधनामा सहयोगी बनिदिन पर्यो। हजुर सहयोगी बनिदिनु भयो भने हजुरको पनि त भगवानको सेवा हुन्छ नि भनेर मेघ देवताको प्रशंसा गरेका छन्। सुरुमै हामीलाई भगवानको सेवामा, यसको भाव अर्थ अर्को अर्थ पनि हो, हामीलाई भगवानको सेवामा सहयोग गर्ने जो छन्, प्रकृति हुन् कि देवता हुन् कि जे छन्, तिनको हामीले प्रशंसा गर्नुपर्छ, सम्मान गर्नुपर्छ। औदार्य गुणलाई सम्झाउँदै गोपीहरूले मेघ देवतालाई नमस्कार गरेका छन्। औदार्य नाम गरेको गुण मेघ देवतामा मात्रै हुन्छ। मेघ देवतामा औदार्य जो गुण छ त्यो के हो त भन्दा आफ्नो चिन्ता नगरिकन संसारको भलो चाहनेवालालाई उदार भन्छन्। उदार चरिता नाम तु वसुधैव कुटुम्बकम अरे। उदार हृदय भएकाहरूलाई त संसार सबै भगवान सरह हो। उदार चरित्र भएकालाई त सारा संसार भगवानकै स्वरूप हो। उदारतामा सङ्कोच नगरिकन हे पर्जन्य देवता, हजुर चाहिँ झमझम वर्षिनु, वर्षो रे मेघा, वर्षो रे वर्षो मेघा, वर्षो रे वर्षो मेघा भन्ने एउटा हिन्दी गीत छ। त्यो गीतमा ठ्याक्कै यही भाव प्रकट भएको छ, यही कविताबाट लिएको भाव हो। हे मेघ देवता, बिजुली चम्किएर झमझम वर्षिनु, हजुर वर्षिनु भयो भने यस्तो हुन्छ, पन्छीहरू खुसी हुन्छन्, जगतमा सारा संसारका प्राणीहरू खुसी हुन्छन्, अङ्कुरहरू उत्पन्न हुनेछन्, हराभरा हुनेछ, गाई खुसी हुनेछन्, पक्षीहरू खुसी हुनेछन्, देवता खुसी हुनेछन्, सब खुसी हुनेछन्। हजुर वर्षिनु भयो त उदारतामा सङ्कोच नगरिकन। हजुर किन उदार हुनुहुन्छ भन्दा यो पापीहरूको गाउँ हो, यहाँ वर्षिन्न भन्नुहुन्न। यो धर्मात्माहरूको गाउँ हो, यहाँ वर्षिन्न भन्नुहुन्न। उदार भावनाले पापीहरूको या उदार भावनाले धर्मात्मीहरूको सबैतिर हजुर वर्जिनेवाला हुनुहुन्छ। यो गाथाभित्र सबै कुरा भगवानसँग जोडेका छन् यिनीहरूले। भगवानमा एउटा कस्तो स्वभाव छ अरे त भन्दा यी गोदा आमा को हुन्? स्वयं सीताजी हुनुहुन्छ। यी सीताजीले अनि भगवान पनि कस्तो हुनुहुन्छ अरे त भन्दा औदार्य गुणले परिपूर्ण हुनुहुन्छ अरे। औदार्य गुणले परिपूर्ण भएको भगवानले यो पापी हो, यो धर्मात्मा हो नभनिकन कृपा गरे जस्तै त्यो आज जति पनि सम्बोधन मेघ देवताको नाममा गरिरहनु भएको छ, ती सारा मेघ देवताको सम्बोधनभित्र सबै कुरा भगवान छिराउनु भएको छ, भगवान घुसाउनु भएको छ। श्यामलो रूपको मेघ देवता भनेर श्यामलो रूपको भगवानलाई नै सम्झिनु भएको छ। सबै कुरा संसारका जति पनि देवता छन्, जति पनि देवताहरू, जति पनि कर्म गर्ने जति पनि विभागीय हाकिमहरू छन्, ती सबै भगवानको आदेशले नै कर्म गर्छन्। भगवानको आदेशमा नै, भगवानको आज्ञामा नै जगतको संरचना उनीहरूले चलाउने हुन्। यो कुरा पनि संसारको प्राणीले बुझ्नुपर्छ। भगवानलाई पीताम्बर घनश्याम, घनश्याम भन्ने एउटा नाम छ भगवानको। घनश्याम किन भगवानलाई भनिएको त भन्दा मेघ वर्णको हुनुहुन्छ भगवान, श्याम वर्णको हुनुहुन्छ भगवान। त्यो भगवानको स्वरूप कस्तो छ अरे त भन्दा यहाँ गोदामाजीले एउटा कस्तो मिठो प्रसङ्ग उठाउनु भएको छ। रात्रिमा जो मठ भोजन गराउँदछ त्यसरी नै मठ भोजन गराउनेवाला जस्तरी नै तिमीले पनि संसारका प्राणीहरूमाथि कृपा गर्नु भनेर मठ भोजनको नामको सम्बोधन गर्नुभएको छ। एउटा मठ भोजन भन्ने हुन्छ कि एउटा छोरो रिसाएर बासँग झगडा गरेर म तपाईसँग बस्दै बस्दिनँ, तुरन्तै घर छोडेर जान्छु भनेर बासँग झगडा गरेछ। बासँग झगडा गरेर हिँड्यो अनि एउटा धाममा पुगेछ।
धाममा अयोध्या जस्तो धाम, वृन्दावन जस्तो धाम, बनारस जस्तो धामहरूमा के हुन्छ, त्यहाँ अन्न क्षेत्र चलेको हुन्छ। रात्रिमा कोही भुका बिस्रेका आयो भने त्यसलाई भोजन दिने कुरो हुन्छ के मठ भोजन भन्ने हुन्छ त्यहाँ। त्यो केटो घुम्दै घुम्दै त्यहीँ पुगेछ, घर छोडेर, बाउ छोडेर। अनि बाउले पनि पछि लाउँदै त्यहीँ पुग्यो। त्यो केटो त्यहाँ प्रसाद बाँड्दै गरेको देखेछ, रात्रिका बेलामा मठमा भोजन बाँड्दै गरेको देख्यो। त्यहीँ लाइन लाएर बस्यो, अनि पत्तल बाँडे, गिलास बाँडे, खान दियो, अरूले पनि खाए, टन्न खायो। मिठो मिठो पदार्थहरू खान पायो, खिर खान पायो, पुलाउ खान पायो, पनिरबाट बनेको सब्जी खान पायो, सब खान पायो। अब त्यो केटो खुसी भयो, ओहो यहाँ यस्तो खाना दिँदा रहेछन्, बाले खालि मलाई त्यही खानको लागि गाली गरेको गरै गर्थे, काम गराएको गराइ गर्थे, अब म यहीँ बस्छु, घर फर्केरै जान्न भनेर त्यो केटो त्यहीँ बस्न थालेछ। तर त्यो जुन छोरो रिसाएर घर छोडेर हिँड्यो भनेर छोराको पछाडि पछाडि खेद्दै हिँडेको जो बाउ थियो, नथा पाउने तरिकाले पछाडि कहाँ जाँदो रहेछ भनेर हेर्दै खोज्दै हिँडेको जो बाउ थियो, त्यो बाउ त्यही मठमा गएर रात्रिमा त्यो मठको सेवा गर्नेवालालाई पैसा दिएछ। मेरो छोरो यहाँ आएर बसेको छ, अब यसले थाहा नपाउने गरेर म हजुरलाई पैसा दिन्छु, भोलिदेखि यसलाई खुवाइदिनुहोस् है भनेर त्यो बाउले पैसा दिएर फर्किएछ। अब रिसाएर अहिले मसँग रिसाएर हिँडेको छ, पछि बुद्धि पलाएछ भने आउला, तर बसुन्जेले खान पाओस् न भनेर बाउले नजानिदो तरिकाले त्यो मठमा सेवा गर्नेवालालाई पैसा दिए झैँ अब ती बसेर खानेवालाले त ओहो यो मठको महन्तले खुब सेवा गरेको छ, हामीलाई भिक्षा मिलेको छ भन्ने सोचेको छ नि। तर त्यो केटो जुन बसेर त्यहाँ खाइरहेको छ, ओहो कति आनन्द, किन जान पर्यो मलाई घर, किन जान पर्यो बाउको गाली खान, यति मजाले खाना दिँदा रहेछन्, यति मजाले मैले बस्न पाउँदो रहेछु भनेर सोचिरहेको छ। तर भित्री रूपमा त उसैको बाउले सम्पत्ति दिएर गएको, खानेकुराको पैसा दिएर गएको उसले बुझेको छैन नि। त्यसरी नै हे मेघ देवता, हजुरले पनि थाहा नपाउने गरेर संसारको प्राणीलाई कृपा गर्नु होला, थाहा नपाउने गरेर वर्षाउनु होला। यहाँ मेघ देवतालाई घनश्याम भन्ने एउटा नाम दिएको छ। मेघ देवता र भगवान एउटै स्वरूपको हुनुहुन्छ अरे। भगवान पनि संसारका प्राणीलाई थाहा नपाउने गरेर कृपा गर्नुहुन्छ अरे, देखिने गरेर दिनुहुन्न अरे। जो दिनुभएको छ नि त्यो भगवानले दिएको हो। तर संसारका प्राणीले चतुर्भुज धारण गरेर 4 हात लिएर आएर थपक्कै हातमा हालिदियो भने मात्रै भगवानले दिएको भन्ने सोच्छन्। जसरी आकाशमा भएको मेघ देवताले हामी रात्रिमा मजाले सुतिरहेका हुन्छौँ, घनघोर तपाईँको चाहिँ बिजुली चम्किएर गडङ गुडुङ गरेर मजाले पानी परेर हाम्रा जमिन भिजाए जस्तै थाहा नपाउने गरेर मेघ देवता हजुरले पानी वर्षाउनु। त्यो केटोले त्यो मठमा बसेर जसरी मजाले भोजन गरेको छ, तर थाहा नपाउने गरेर बाले खर्च भरेको उसलाई थाहा छैन। त्यसरी नै हे मठ देवता, मठ भोजीले चाहिँ हजुरले पनि झमझम पानी वर्षाउनु। भगवान पनि त्यही मठ देवता जस्तै हुनुहुन्छ अरे। यहाँ मेघ देवताको नाम पारेर भगवानको वैभवको गुणगान गरिएको छ है। यो हजुरहरूले बुझ्न पर्यो। जसरी हुन्छ जे गरेर हुन्छ भगवानकै वैभवको चर्चा भइरहेको छ। यहाँ गोपीहरूले त अब कृष्ण यस्तो हुनुहुन्छ भनेर सिधै भन्न सकेका छैनन्। उनीहरूलाई थाहा छ भगवानको स्वरूप कस्तो छ भन्ने कुरा। त्यस कारणले गर्दाखेरि यसरी पानी वर्षाउनु। हे मेघ देवता, चमचमचम बिजुली चम्किएर भगवानले धनुष देखाए जस्तै गरेर गर्जन गरेर हजुरले पानी वर्षाउनु। समस्त देशवासीहरू हे मेघ देवता पानी वर्षाउनु भयो भने एकदमै खुसी हुनेछन्, एकदमै प्रसन्न हुनेछन् भनेर गोपीहरूले मेघ देवतालाई संसारका प्राणी हजुर वर्षिनु भयो भने संसारका प्राणीहरू खुसी हुनेछन् भनेर सम्बोधन गरेका छन्। एक समयको कुरा हो, सीतालाई खोज्न भनेर हनुमानजी लङ्का जाने कुरा भयो। समुद्रका किनारमा जाम्बवान, अङ्गद, हनुमान, अरू बुढा बाँदरहरू सबै बसेका छन्। त्यत्रो ठुलो समुद्र छ। जटायुका भाइले, गृद्धराजको भाइ जटायु जो सीतालाई रावणले हरण गरेर लिएर गएको थियो, त्यति बेलामा रावणले पखेटा काटिदियो, पछि मर्यो। भगवानले क्रिया गर्नुभयो। उनैका भाइ सम्पातीले मैले रावणले लिएर जाँदै गरेको देखेको हुँ, यही समुद्र पारी सीतालाई लिएर गएर राखेको छ, मैले देखिरहेको छु आँखाले, कोही गएर पत्ता लगाएर आउन सक्छ भनेर भनिसकेपछि बाँदरहरू को जाने सल्लाह भयो।
कसैले पनि जान सकेनन्। त्यो हनुमानजी जाने निधो गर्नुभयो, हनुमानजी जानुभयो। म त्यहाँ गएर सीता खोजेर पत्ता लगाएर यति दिनभित्रमा फर्किन्छु भनेर हनुमानजीले बाचा कसेर जानुभयो। उहाँ गएर सीतालाई भेटेर सबै गरेर फर्किने बेलासम्म यी जो यहाँ नदीका किनारमा समुद्रको किनारमा बसेर जुन बाँदरहरूले कुरिरहेका थिए नि, जुन बाँदरहरूले हनुमानजीको प्रतीक्षा गरिरहेका थिए नि, ती आत्तिरहेका थिए हनुमान आउने हो कि होइन। हनुमान आए भने त प्राण बच्ने भयो हाम्रो, हनुमान आएनन् भने अब हामी खाली हात जानुपर्छ, सीता भेटिएन भन्नुपर्छ, हामीलाई सुग्रीवले मारिदिनेछन्। सबैको सातो गएको थियो हनुमानजी नआएको भएर। जसै हनुमानजी आकाशमा आउनुभयो सीताको पत्ता लगाएर खबर लिएर, आकाशमा हनुमान देख्न साथ ती बाँदरहरू यति खुसी भए अरे, यति उफ्रिए अरे, प्राण आयो अरे, तिनीहरूलाई प्राण आयो अरे। त्यति बेला ती बाँदरहरूको दशा कस्तो थियो? आकाशतिर हेरेका छन्, यसरी आकाशतिर हेरेका छन्, आकाशमा उडेको हनुमानजीलाई हेरेर खुसी भएका छन् अरे, उफ्रिएका छन् अरे, ओहो 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 भनेर हनुमानजीलाई देखेर जसरी तिनीहरू उफ्रिए, यसो कल्पना गर्नु त एकचोटि, यसो आँखा बन्द गरेर। हनुमानजी माथि आकाशमा, तल भएका बाँदरहरू उफ्रिएका, आहा खुसी भएका। त्यसरी नै हे मेघ देवता पानी भरेर हजुर माथि आकाशमा मडराउनु भयो, घुम्नु भयो भने तल भएका संसारका प्राणीहरू खुसी हुन्छन्। ओहो बादल आयो, बादल आयो, ओहो अब पानी पर्ने भयो भनेर खुसी हुन्छन्। त्यसरी नै संसारको प्राणीलाई हजुरले खुसी गराउनु होला। जसरी ती बाँदरलाई महाआनन्द प्राप्त भएको थियो, त्यसरी नै संसारको प्राणीलाई पनि महाआनन्द प्राप्त हुन्छ। यसको भित्री अर्थ के हो, भित्री भावना के हो त भन्दा, हनुमानजी को हुनुहुन्छ? हनुमानजी भगवानको परम भक्त महाभागवत हुनुहुन्छ। महाभागवत आएको देखेर, महाभागवतले सीता पत्ता लगाएर आएको देखेर जसरी तल भएका अरू बाँदरहरू खुसी भए, त्यसरी नै भगवानको भक्तले भगवानको वैभव बढायो भने, भगवानको ज्ञान गुण बढायो भने, भगवानको चर्चा बढायो भने, भगवानको कीर्तन गर्यो भने अरू सबैको समृद्धि बढ्छ, अरू सबैको प्राण आउँछ, अरू सबै सम्पन्न हुन्छन्। महाभागवतको सङ्गत गर्नुपर्छ, महाभागवतको कृपालाई महान कृपा मान्नुपर्छ। यसरी नै जसरी घाम धेरै लायो भने घामले पोलिन्छ भनेर जसरी चाहिँ तपाईँको पर्दा लगाउँछन् आकाशमा माथि, टेन्ट टाक्छन् आकाशमा माथि, चँदुवा टाक्छन् आकाशमा माथि, त्यसरी नै हजुर पनि हे मेघ देवता छाया बनेर संसारको प्राणीहरूलाई शीतल छाया बनेर टन्न पानी बोकेर लिएर आएर मजाले पानी बर्साइदिनुहोस्। जसरी भगवानको वर्ण श्याम वर्ण छ, हे मेघ देवता हजुरको वर्ण पनि श्याम वर्णको छ। किन भगवान श्याम वर्णको किन हुनुभएको? भगवानलाई श्याम वर्णको किन भनिन्छ? भगवान खासमा कालो कालो दुर्वा दल घनश्याम अरे, दुबाको टुप्पोमा भएको जो श्याम वर्ण छ, कालो वर्ण छ, त्यस्तै कालो वर्णको हुनुहुन्छ अरे भगवान, दुर्वा दल घनश्याम। भगवान घनश्याम वर्णको हुनुहुन्छ किनकि भगवानले सारा जगतलाई आफ्नो पेटमा धारण गर्नुभएको छ अरे। भूपादौ यस्य नाभि वियदसुर नीलश्चन्द्र सूर्यौषनेत्रे कर्णावासा शिरोद्यौ मुखमपि दहनो यस्य वास्ते यमब्दिम। सारा जगत भगवानले गर्भमा धारण गर्नुभएको छ। भगवान जगन निवास हुनुहुन्छ। त्यो भगवानले धारण गरेको जो गर्भ छ नि, त्यो गर्भ चाहिँ श्याम वर्णको छ अरे, अँधेरो वर्णको छ अरे, त्यही भएर भगवानलाई श्याम भनेका। त्यस कारणले गर्दाखेरि हे मेघ देवता हजुर पनि भगवान जस्तै श्याम वर्णको हुनुहुन्छ। भगवानले सारा संसारलाई, भगवानले सारा ब्रह्माण्डलाई आफ्नो गर्भमा धारण गरेको भएर भगवान श्याम हुनुभएको। हे मेघ देवता हजुरले पनि सारा बीज तत्त्वलाई आफ्नो गर्भमा धारण गरेको भएर हजुर पनि श्याम वर्णको हुनुभएको। बादल किन कालो भएको अरे त भन्दा, सारा जगतको बीज, अब चना केले उम्रिन्छ? चनालाई भिजाउनु भयो,
भिजाएर जमिनमा गाडिदिनु भयो भने उम्रिन्छ। केराउलाई पनि भिजाएर जमिनमा गाडिदिनु भने उम्रिन्छ। अन्न जति पनि छन् नि ती अन्न त्यसै भैँमा फालेर उम्रिँदैनन् नि। त्यो अन्नमा पानी परेर भिज्यो भने अन्न उम्रिन्छन्। त्यो अन्नमा उम्रिनको लागि जो बीज तत्त्व छ नि, उम्रिनेवाला जो बिउको पना छ नि, त्यो पानीमा सीमित भएको छ अरे के। पानीमा भिज्ने बित्तिकै त्यसभित्र बीज तत्त्व पुष्ट भएर आउँछ अरे। जति पनि बिउहरू उम्रिन्छन् ती पानीले गर्दा उम्रिन्छन्। त्यही भएर पानीमा सारा बीजको भार, संसारमा भएको सबै बिउहरूको रस पानीभित्र बोकेको भएर तपाईँ पनि घनश्याम हुनुभएको। नथाहा पाउने तरिकाले चनाभित्र बीज तत्त्व नभएर पानीभित्र बीज तत्त्व भएको भएर चना उम्रिएको भन्ने भावना यो है। सारा जगतलाई, सारा संसारको सस्यलाई, बीजलाई आफूले पेटमा धारण गरेको भएर हजुर सस्य सृष्टि गर्नेवाला भएको भएर श्याम वर्णको हुनुहुन्छ। त्यही भएर हे वर्षाका देवता, हे श्याम देवता, हजुर झमझम पर्सिनुस्। अनि पानी पर्न भन्दा अगाडि कस्तो हुनुहुन्छ? कालो श्याम वर्णको हुनुहुन्छ हे मेघ देवता। पानी परेपछि कस्तो हुनुहुन्छ? सेतो शुक्ल वर्णको हुनुहुन्छ। भगवान पनि त्यस्तै हुनुहुन्छ अरे। कहिले घनश्याम हुनुहुन्छ अरे, कहिले शुक्र वर्णको हुनुहुन्छ अरे, सेतो वर्णको हुनुहुन्छ अरे। सत्य आदि युगमा भगवान सेतो वर्णको हुनुहुन्छ अरे। द्वापर आदि गरेका, त्रेता आदि गरेका युगमा भगवान श्याम वर्णको हुनुहुन्छ अरे। त्यो घनश्याम र हजुरमा केही फरक छैन। ती घनश्यामले कृपाको वृष्टि गर्छन्, हजुरले जलको वृष्टि गर्नु पर्यो। ती गोपीहरू मध्ये भएकी हेड गोपी गोदामाजीले के भन्दै हुनुहुन्छ? हे सखी हो, हे मेरा साथी हो, भगवानका भुजा पनि बडा सुन्दर छन्, राम्रा छन्। भगवानको भुजाले के गर्छ? जीव मात्रको कल्याण गर्छ। जसले भगवानको भुजाको, भगवानको ती दुईटा भुजाको आश्रय लिन्छ, त्यो भगवानको भुजाको छायामा रहन्छन्, उनीहरूको सादा कष्टहरू निवृत्ति हुन्छ। जसरी पानी परेर, राम्रो पानी पर्यो भने पानी पर्न साथ सारा बीजहरू, सारा बिउहरू उम्रिएर सबै हराभरा भएर सबै कष्टहरू नष्ट हुन्छ। त्यसरी नै सारा जगत भगवानको छत्र छायामा, भगवानको हस्त छायामा रह्यो भने सबै कष्टहरू सकिएर जान्छन्। त्यो भगवानको रक्षण क्षमता कत्रो छ त भन्दा संसारको कुनै पनि पात्रमा त्यसलाई हालेर सकिँदैन अरे। त्यत्रो धेरै रक्षा गर्ने भगवानको हातमा त्यत्रो रक्षण शक्ति छ अरे। भगवानलाई जहिले पनि हेर्नु होला, भगवानका हातमा कुनै पनि भगवानको मूर्तिको दर्शन गर्नुभयो भने भगवानले यसरी हात, यसरी कृपा वरद हस्त फैलाउनु भएको छ। वेङ्कटेश भगवान, तिरुपति बालाजीको भगवानलाई हेर्नुभयो भने एउटा हात यस्तो गर्नुभएको छ, वरद हस्त फैलाउनु भएको छ, अर्को हातले यसरी काखमा यसरी राख्नु भएको छ। मेरो शरणमा आऊ, म तिमीलाई शरणमा राख्नेछु, यसरी वरद हस्त। एउटा हात यसरी घोप्ट्याउनु भएको छ, एउटा हात यसरी राख्नु भएको छ। त्यो के भनेको हो त भन्दा मेरो शरणमा आयो भने मैले रक्षा गर्नेछु। त्यो भगवानको हातमा त्यत्रो शक्ति छ त भन्दा यति रक्षण शक्ति छ अरे भगवानको भुजामा, भगवानको बाहुमा, कुनै पनि पात्रमा अटाउन सक्दैन। जति पनि संसारका रक्ष्य पात्रहरू छन् ती रक्षा पात्रहरूको सङ्ख्या गर्न सकिँदैन अरे। कति रक्षा गर्नेवाला छ भनेर भन्दाखेरि भन्नै सकिँदैन अरे, त्यस्तो भगवानको हात छन्। भगवान कस्तो हुनुहुन्छ? ती भगवानका हातहरू कस्ता छन् त भन्दा कहिले पनि दुर्बलहरूलाई, अशक्तहरूलाई छोड्दै छोड्नुहुन्न अरे, त्याग गर्दै गर्नुहुन्न अरे, सदैव उनीहरूको रक्षा गर्नुहुन्छ अरे। यस्तो भोग्य रूप भएको, सबै कुरालाई दिनेवाला भगवानको हस्तारविन्द नै हाम्रो लागि भोग्य छ अरे, हाम्रो लागि रक्षा गर्नेवाला छ अरे। बस भगवानले हात फैलाइदिए पुग्यो, आशीर्वाद दिए पुग्यो। तो यहाँ अर्को एउटा प्रसङ्ग पनि सुनाउनुहुन्छ। भगवानको नाभि कमलबाट ब्रह्माजी उत्पन्न हुनुभयो। यी भगवानका हातमा भएका आयुधहरूले, शङ्खहरूले, चक्रहरूले
भगवानका आयुधहरूले खूब ठुलो उत्सव मनाए अरे। उत्सव मनाएको कुरा पनि गर्नुहुन्छ। हे मेघ देवता, चक्र झैँ चमचम चम्किएर पानी वर्षाउनु, शङ्ख झैँ स्थिर भएर धेरै बेरसम्म गर्जना गरेर पानी वर्षाउनु। पानी वर्षाउँदा पनि शङ्ख देवतालाई सम्झेर, चक्र देवतालाई सम्झेर गोपीहरूले पानीको कामना गरेका छन्। पानीको कामना गरेका गोपीहरूले भगवानकै नाम सम्बोधन गरिरहेका छन्। यस कारणले गर्दाखेरि हे मेघ देवता, हामीहरूलाई मजाले पानी वर्षाएर हामीहरूमाथि कृपा गर्नुहोला। यो गोपीले, गोदामाजीले गाएको जो यो गाथा छ, यो गाथामा मेघ देवतालाई प्रार्थना गरेर, मेघ देवतालाई पानी पार्दिन भनेर सम्बोधन गर्दा, पानीको लागि कामना गर्दा सबै कुरा भगवानसँग जोडेर सम्बोधन गरेर मेघ देवतासँग पानी मागेको प्रसङ्ग हो। यो जो गाथा छ, यो गाथाको वास्तविक स्वापदेश, वास्तविक अर्थ के हो त भन्दा अझ गूढ रहस्य पनि के छ त भन्दाखेरि, संसारमा भएका प्राणीले सागर भनेको, महासागर भनेको, जसरी मेघले, वायु देवताले, जसरी अन्य देवताले कहाँबाट के लिएर आएर हामीलाई दिन्छन् त नि, मेघका देवताले पनि समुद्रभित्र पसेर पानी लिएर आएर हामीलाई दिने हुन् नि त। त्यो समुद्र भनेको के हो भन्दा परमात्मा नारायण नै समुद्र हुनुहुन्छ। भगवानसँगै सारा देवताहरूले लिएर, भगवानसँगैबाट प्राप्त गरेर सारा देवताहरूले हामीहरूलाई दिने हुन् भन्नु खोजेको तात्पर्य। सारा देवताहरूले, त्यही भएर भगवानको एउटा नाम छ वरदराज। वर दिनेवालालाई पनि वर दिनेवाला हुनुहुन्छ भगवान। त्यो समुद्रभित्रै छिरेर पानी लिएर आएर वर्षा गर्नु। समुद्र भनेको के हो त? परमात्मा नै महान समुद्र हो, सागर। समुद्रमिव गाम्भीर्य भनेको छ भगवानलाई। समुद्र जस्तो गम्भीर हुनुहुन्छ अरे भगवान, अथाह हुनुहुन्छ अरे भगवान। यस्तै हो भनेर भन्न सकिन्न अरे समुद्रलाई, यति नै छ भनेर भन्न सकिन्न अरे समुद्रलाई। समुद्र जस्तो अथाह गम्भीर भएको भगवान नै हाम्रा लागि कृपा गर्नेवाला हुनुहुन्छ। अनि वहाँ परमात्माको कृपाले नै, परमात्माको कृपा प्राप्तबाट नै, परमात्माको कृपा रूपी ज्ञानबाट नै जीवन निर्वाह गर्न सकिन्छ। परमात्मा रूपी कृपाको ज्ञानबाट नै हामीले यो जीवन निर्वाह गर्ने हो। त्यो परमात्मा रूपी ज्ञान, कृपा वृष्टि कसले गर्छ त? परमात्माले कृपा वर्षाउनको लागि, परमात्माले गरेको कृपा हामीले भिज्नको लागि, परमात्माले गरेको कृपाबाट हामी सिञ्चित हुनको लागि कसले कृपा गर्छ अरे त भन्दा त्यो मेघ भनेकै आचार्य हो अरे, गुरु हो अरे। परमात्माबाट ज्ञान लिएर, परमात्माको कृपा रूपी ज्ञान लिएर आचार्य रूपी बादलले हामीमाथि वर्षाउनुहुन्छ अरे। हाम्रो आकाशबाट वर्षिने बादल भनेकै हाम्रो मेघ हुनुहुन्छ अरे। आकाशबाट वर्षिने बादल भनेकै, मेघ भनेकै हाम्रो गुरु हुनुहुन्छ अरे। अनि गुरुले कहाँबाट लिएर आएर कृपा वर्षाउनुहुन्छ त भन्दा समुद्रबाट लिएर आएर। समुद्र भनेको को त भन्दा परमात्मा। बादलले पनि आफै पानी वर्षाउने होइन नि, बादल आफै वर्षिने हो र समुद्रबाट पानी ल्याएर वर्षाउने हो। गुरुले पनि हामीमाथि कृपा वर्षाउन के गर्न पर्यो? भगवानबाट ज्ञान लिन पर्यो अरे। समुद्रको पानी आफै वर्षिन्न अरे, भगवानको कृपा पनि आफै हुन्न अरे, गुरु रूपी मेघबाट कृपा हुने हो। त्यही भएर संसारका प्राणी हो, समुद्रमा पानी छँदैछ के अरे, आएर हामीमाथि वर्षेला नि भनेर त्यस्तो खालको भ्रममा नपर्नु नि। समुद्रकै पानी वर्षिनी हो, वर्षिनलाई। तर समुद्रको पानी सूर्यले सोसेर बादल बनाएर वर्षिनी हो। भगवानकै कृपा प्राप्त त हुने हो, तर गुरु रूपी बादल वर्षिनै पर्छ है। गुरु रूपी बादल वर्षिएन भने तिमीहरूले भगवानको कृपा रूपी जल पाउँदैनौ। गुरु रूपी बादल वर्षिनै पर्छ। जीवनमा गुरुको महत्त्व बताउनु भयो। फेरि यहाँ गुरुको महत्त्व पनि वर्णन गरियो।
गुरु कस्तो चिज है छ? समुद्रको पानी त छ नै छ, आकाशबाट बर्सिने पानी समुद्रकै पानी हो, तर गुरु रूपी मेघबाटै बर्सिनुपर्छ अरे, अन्तको पानी बर्सिएको होइन नि। मैले बार बार हजुरलाई भन्छु, आकाशबाट बर्सिएको पानी अन्तको पानी नै होइन, समुद्रकै पानी हो, तर मेघबाट बर्सिए जस्तै भगवानको कृपा गुरुबाट प्राप्त हुनुपर्छ। अनि भगवान नै भगवानको गुणसागरमा, गहिरो गुणसागरमा गोता लगाउनु, भगवानको गहिरो गुणसागरमा भित्र पस्नु नै, त्यो पौडी खेल्न जान्नु नै समुद्रभित्र पस्नु हो। आचार्य आचार्यको पदमा रहेर संसारका प्राणीमा, गुरु गुरुको पदमा रहेर संसारको प्राणीमाथि कृपा गर्नु नै मेघ आकाशमाथि चढेर पानी वर्षाउनु हो। आचार्यमा जसरी आकाशमा भएको बादललाई गोदा आमाले, आकाशमा भएको बादललाई हजुर भगवान जस्तै श्यामवर्णको हुनुहुन्छ, हुन त समुद्रकै पानी ल्याएर मेघले वर्षाए पनि मेघलाई नै हजुर भगवान जस्तै हुनुहुन्छ भनेर भन्नुको तात्पर्य के त भन्दा भगवानकै गुणहरू, भगवानकै प्रसादहरू, भगवानकै कृपा ल्याएर गुरुले हामीमाथि वर्षाउने हो। हामीमाथि भगवानकै प्रसाद ल्याएर, भगवानकै कृपा ल्याएर गुरुले वर्षाए पनि गुरु पनि भगवान जस्तै हो, आचार्य पनि भगवान सर नै हो भनेर मान्नुपर्छ। गोदामाजीले जसरी मेघलाई, माथि भएको बादललाई हजुर घनश्याम जस्तै हुनुहुन्छ भनेर घनश्यामकै उपमा दिए जस्तै आचार्यलाई पनि हजुर भगवान तुल्य नै हुनुहुन्छ, हजुरमा र भगवानमा केही फरक छैन भनेर गुरुलाई पनि भगवान सरै सम्मान गर्नुपर्छ भन्नुको अर्थ हो। गुरुले वर्षाउने जो ज्ञानको वर्षा छ त्यही नै पानीको धारा हो भन्ने बुझ्नुपर्छ अरे। गुरुले गरेको प्रवचन नै मेघको गर्जन हो र डडङ डुडुङ डडङ डुडुङ गरेर मेघ गर्जिए चाहिँ गुरुको वचनलाई नै मेघको गर्जन हुनुपर्छ अरे। गुरुको वचन सुनेर जसरी आकाशमा भएको बादलको गर्जन सुनेर मयूर पखेटा फैलाएर, प्वाख फैलाएर नाच्छ छमछम्ती, त्यसरी नै गुरुको प्रवचन सुनेर आफू पनि प्रसन्न हुनुपर्छ अरे, खुसी हुनुपर्छ अरे। गुरुको प्रवचन रूपी गर्जनबाट अब भगवानको कृपा हुन्छ, अब भगवानको कृपा हुन्छ भन्ने कुराको खुसियाली मनाउनु पर्छ अरे। भागवत विषयको स्पष्टीकरण, भगवानको महिमाको स्पष्टीकरण नै बिजुली चम्किनु हो। यसरी भगवानको, कृष्णको, भगवान नारायणको अनुभव गर्नु, भगवान कृष्णको चिन्तन गर्नु नै सबभन्दा ठुलो मार्गशीर्ष स्नान हो। गोपीहरू के चाहन्छन्? मार्गशीर्षको स्नान चाहन्छन्। हे मेघ देवता झमझम बर्सिएर हामीलाई मार्गशीर्ष स्नान गराइदिनु। त्यति बेला पानीको यति अभाव थियो गोकुलमा, ब्रजमा, उनीहरू स्नान गरेर व्रत गर्न चाहन्थे। सबभन्दा ठुलो स्नान भनेको के हो? पानीमा नुहाउनुलाई स्नान भन्दैनन्। आचार्य रूपी कृपा वृष्टिबाट आचार्यले भगवानको गुणवैभवहरूलाई बटुरेर, आचार्य रूपी बादलले हामीहरूमाथि कृपा गरेर वर्षाइदिनु भयो भने त्यही नै सबभन्दा ठुलो स्नान हो, त्यही नै सबभन्दा ठुलो तीर्थ स्नान हो, त्यही नै सबभन्दा ठुलो पवित्र स्नान हो। त्योभन्दा ठुलो पवित्र स्नान जगतमा अर्को छँदै छैन। त्यो पवित्र स्नान गरिसकेपछि सबै कर्म गर्नको लागि योग्य भइन्छ। नत्र भने आचार्यको कृपा भएको छैन, गुरुको कृपा भएको छैन, गुरुको कृपारूपी वृष्टिले भिजिएको छैन भने ऊ केही गर्न पनि अधिकार छैन। हे मेघ देवता झमझम हजुर वर्षिन पर्यो, हजुर वर्षिएर हामीलाई भिजाइदिन पर्यो, हामीलाई चोखो बनाइदिन पर्यो। हजुरले हामीलाई चोखो बनाइदिनु भयो भने हामी व्रत गर्न योग्य हुनेछौँ। संसारको प्राणी सबै कर्म गर्न योग्य कति बेला हुनेछ? राम्रो सद्गुरु रूपी बादलको छायामा बसेर कृपा रूपी वृष्टिले भिजेर पवित्र भएपछि मात्रै सबै कर्म गर्न योग्य हुन्छ।
नत्र भने ऊ अशुद्ध नै रहन्छ भन्ने यो गाथाको भाव हो। यो गाथाको भाव हो। अब गाथाका भाव अनेक तरिकाका हुन्छन्। कुनै आचार्यले आफ्नो भाव लगाएर यसो भन्न खोजिएको हो भन्नुहुन्छ, कुनै आचार्यले यसो भन्न खोजिएको हो भन्नुहुन्छ। गाथाको भाव जसरी हुन्छ, जे गरेर हुन्छ, घुमाएर भगवानमै चित्त लगाउनु यो गाथाको भाव। गोदामाजीले आचार्यको महिमा, भगवानको महिमा, भगवानको भक्तलाई देवताहरूले पनि हात जोडेर सहयोग गर्छन्। भगवानको भक्तले बस भगवानको सेवा गर्नको लागि उद्यत हुन पर्यो। सबै कुरा भगवानले जुटाउनुहुन्छ, भगवानले व्यवस्था गर्नुहुन्छ, भगवानले मिलाउनुहुन्छ, भगवान नै कृपा गर्नुहुन्छ भन्ने भावना यो आजको चौथो गाथाको भावना हो भन्दै यिनै गाथाका साथमा आजको प्रसङ्गबाट विश्राम चाहन्छु। पुनः भोलि 5औं गाथामा भेटौँला। जय श्रीमन्नारायण, जय श्री राधे, जय जय सीताराम। अब आज त्यस्तै छ। मेघको बारेमा वर्णन गरिएको छ। बुझ्नेले मिठो बुझेर बुझ्छन्, नबुझ्नेले त्यस्तै हो होइन। के भनेको भन्ने लाग्छ, झ्याउ लाग्छ। अरू केही नभए नि कान चोखो त भयो नि होइन। बन्द गरिदिउँ। जय श्रीमन्नारायण।